गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भाइहरू। केही दिन अगाडि ब्रिटिस क्याम्पले चाहिँ ब्रिटिस आर्मी र सिङ्गापुरको लागि केही म्याथ र इङ्ग्लिसको स्याम्पल क्वेसन्सहरू हालेको थियो र आज चाहिँ म ब्रिटिस आर्मीको लागि हालिएको म्याथको फर्स्ट स्याम्पल क्वेसन्सको चाहिँ म सल्भ गरेर युट्युबमा हाल्ने ट्राई गरिरहेको छु। भाइहरूमा अझै केही बुझेन भने र केही डाउट छ भने चाहिँ मलाई इन्डिभिजुअल दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्छ र के भन्छ कमेन्टमा पनि केही बुझेन भने अप्ठ्यारो नमानिकन सोद्धा हुन्छ। म भाइहरूलाई सकेसम्म म नबुझेको कुराहरूलाई चाहिँ म के भन्छ एड्रेस गर्ने ट्राई गर्छु। ल सुरु गरौँ है त। First questions. 100 miles equals to 160 kilometer. The journey to Kathmandu is 84 kilometer by car. How many miles is this? Note, give your answer to one decimal place. 100 miles बराबर चाहिँ 160 किलोमिटर हुन्छ भने 84 किलोमिटर बराबर चाहिँ कति माइल्स हो भनेर सोधेको क्वेसन छ हैन। जस्तै हामीले युनिटरी मिटर जस्तै एकतिर हाम्रो के छ त माइल्स छ एन्ड अर्कोतिर किलोमिटर छ। 100 miles equals to 160 किलोमिटर हुन्छ भने चाहिँ फर्स्ट कन्डिसनले देन 84 किलोमिटर बराबर चाहिँ यक्स किलोमिटर हामीले सपोज गर्दियौँ। 160 किलोमिटर चाहिँ 100 माइल्स छ भने 84 माइल्स बराबर त के हो त यो 100 भन्दा के हुने भयो त सानै हुने भयो। 160 को 100 हुन्छ नि 84 त के हुने भयो त 100 भन्दा सानै हुने भयो नि त। भनेपछि जब यो 160 बाट 84 भन्दा डिग्रिज हुन्छ नि यो नि के भएको छ त डिग्रिज भएको छ। यो चाहिँ के भयो त डाइरेक्ट मेथड भयो। डाइरेक्ट मेथड हुँदा चाहिँ के हुन्छ त अब यहाँ 100 डिभाइडेड बाई यक्स इक्वल्स टु 160 बाई 84 हुने भयो हैन त। अब यो क्रस मल्टिप्लिकेसन गर्दा के हुने भयो भन्दा अर 100 इन्टु 84 इक्वल्स टु 160 इन्टु यक्स हुने भयो। अर यो भनेको के हुने हो भन्दा 100 इन्टु 84 डिभाइडेड बाई 160 हुने भयो इक्वल्स टु यक्स। त्यही तरिका अब यक्स भनेको चाहिँ के हुने हो त यक्स भनेको चाहिँ यो र यो काट्यो हैन त। जस्तै के हुन्छ नि अब यहाँ 4 ले काटिदिरहेको छ। पहिला यहाँ सारौँ 10 इन्टु 84 डिभाइडेड बाई 16। अब यसलाई कतिले काटिरहेको छ 4 ले काटिरहेको छ हैन त। 4 4 जा 16 4 2 जा 4 1 जा हैन 2 5 जा भनेको कति आयो त माथि गर्दाखेरि 105 आयो। 105 डिभाइड बाई 2 भनेको कति आयो त भन्दा हाम्रो एन्सर चाहिँ कति आयो त यसलाई डिभाइड गर्दाखेरि 52.5 के आयो त यो अब माइल्स हो। यो चाहिँ हाम्रो के हो त रिक्वायर्ड एन्सर। एन्सर चाहिँ हाम्रो कति आयो त 52.5 के हो त यो माइल्स कि किलोमिटर हाउ मेनी माइल्स भनेपछि के हो त माइल्स आयो। ओके, अब हामी क्वेसन नम्बर 2 हेरौँ। क्वेसन नम्बर 2 मा चाहिँ के छ भने लास्ट इयर अ डान्सिङ बिजनेस मेड £9,900 profit. They made 8% less this year. How much money did they make? एउटा डान्सिङ कम्पनीले चाहिँ लास्ट इयर चाहिँ 9900 पाउन्ड प्रफिट बनाएको थिएछ। त्यो प्रफिटमा चाहिँ के भएछ त दिस इयर चाहिँ के भएछ भन्दा 8%ले लेस भएछ भनेको 8%ले डिग्रिज भएछ। हाउ मच मनी डिड दे मेक भने अब उनीहरूले यो इयर चाहिँ कति के भन्छ त कति प्रफिट बनायो भन्ने हो। अब 8% केमा कम भयो भने यति भनेपछि हाम्रो लेस चाहिँ कतिले भएछ त प्रफिटमा लेस कतिले भएछ भन्दा 8%ले कतिको 9900 को 8% चाहिँ के भयो त हाम्रो यी लेस भयो यो लास्ट इयरको भन्दा यो इयरको। इट्स मिन्स 9900 इन्टु 8 बाई 100 किन त पर्सेन्टेज हटाउनलाई के भन्छ डिभाइड बाई 100 गऱ्यो भने पर्सेन्टेज हट्यो। अब यसलाई गर्दाखेरि कति आयो त 8 9 72 क्यारी ओभर 7 79। यो चाहिँ के हो त पहिलेको भन्दा यो वर्ष चाहिँ यतिले कम भएछ भनेपछि पहिले यति थियो हैन त। पहिले चाहिँ कति त 9900 थियो भने योपल्ट कतिले लेस भयो भन्दा 792 ले लेस भयो भने यो इयर कति हुने भयो भन्दा 9108 भनेको यसको यो इयरको प्रफिट चाहिँ कति भयो त पाउन्ड कति त 9108 चाहिँ यो इयरको के भयो त प्रफिट भयो। यो नै हाम्रो के भयो त एन्सर्स भयो। ल क्वेसन 3 मा हामी सिक्यौँ। क्वेसन नम्बर 3 मा चाहिँ हामीलाई के दिएको छ भने पिरामिड दिएको छ। बिलाना इज बिल्डिङ ब्लक फर अ सेट अफ टोइज। सर्फेस एरिया 155 सेन्टिमिटर स्क्वायर, बेस 5 cm इन्टु 5 cm। यहाँ फिगर नै दिएको छ। र क्वेसन नम्बर ए मा चाहिँ हामीलाई के छ भने वाट इज द हाइट अफ इच ट्रायंगल। प्रत्येक ट्रायंगलको हाइट कति छ। सेकेन्ड बी चाहिँ वाट इज द एङ्गल अफ वाइ। ओके, फर्स्टमा चाहिँ हामीलाई क्वेसन नम्बर ए बाटै जाउँ।
यसमा चाहिँ हामीलाई के सोधेछ भने हाइट अफ ट्रायंगल भनेको यो लाइनको हैन त ट्रायंगलको हाइट इच एंगल भनेपछि के हुन्छ त प्रत्येक भनेको पिरामिडमा सबै इक्वलै हुन्छ त्यही भएर के हुन्छ त इच एंगल भने एउटा निकाले हामीले भइगयो जस्तै हामीलाई टोटल सर्फेस एरिया दिइसकेपछि अब हामीले के गर्नु पर्यो भने टोटल सर्फेस एरियाकै फर्मुला हाल्नु पर्यो जस्तै टीएसए भनेको चाहिँ ए स्क्वायर प्लस 2AL हो ए भनेको के हुन्छ त लाइन अफ बेस अनि एल भनेको के हो त हाम्रो हाइट अफ ट्रायंगल हो स्लाइन हाइट नि भन्न सकिन्छ जस्तै अब यसको भ्यालुहरु पुट गर्दाखेरि के हुन्छ त 1 टीएसए 155 इक्वल्स टु ए स्क्वायर भनेको 5 स्क्वायर प्लस 2 इन्टु 5 इन्टु एल हो यो यता आउँदाखेरि के हुने त 155 यो 25 हुन्छ माइनस 25 इक्वल्स टु 10 एल हुने भयो 5 2 10 5 स्क्वायर यता माइनस भयो अब यो भनेको कति आउने भयो भन्दा आउँदाखेरि 130 आउने भयो हो 130 इक्वल्स टु 10 एल और एल भनेको चाहिँ कति आयो भन्दा 130 डिवाइडेड बाइ 10 इक्वल्स टु 0 0 काट्यो 13 सेन्टिमिटर भनेको हाइट अफ इच ट्रायंगल एल भनेको चाहिँ कति रहेछ त 13 सेन्टिमिटर यो चाहिँ हाम्रो के भयो त क्वेशन नम्बर फर्स्ट भयो ओके ल क्वेशन नम्बर बी मा जाउँ है बी मा चाहिँ के भन्छ व्हाट इज द एंगल अफ y भनेको छ हैन अब y को भ्यालु यो सबै तल बेस एंगलहरु के हुन्छ त सबै इक्वल हुन्छ इट्स मीन्स यो नि y हुन्छ यो पनि y हुन्छ भनेको y हुने भयो भनेपछि यो प्लस यो एंगल प्लस यो एंगल चाहिँ के हुने भयो त 180 हुने भयो किन 180 हुने भयो भन्दा यो चाहिँ के हो त अब सम अफ एंगल अफ ट्रायंगल हो भनेको जस्तै y प्लस माथि कति छ त 80 इक्वल्स टु 180 किन त सम अफ एंगल अफ ट्रायंगल जहिले के हुन्छ त 180 हुन्छ 2y इक्वल्स टु 180 माइनस 80 2y इक्वल्स टु 100 हुने भयो 180 माइनस 80 भनेको 100 और y भनेको चाहिँ कति हुने हो त 100 डिवाइडेड बाइ 2 हुने भयो इट्स मीन्स 50 डिग्री हो भनेको y को भ्यालु चाहिँ कति रहेछ भन्दा हाम्रो 50 डिग्री रहेछ जस्तै यति गर्यो भने हामीलाई के आउँछ त यो बराबर 1 यो बराबर 1 इजी छ हैन त ओके हामी अब अर्को क्वेशनमा शिफ्ट हौं कला क्वेशन नम्बर 4 हेरौं A paint shop is looking at which colors are the most popular. Last month, 390 pots of paints sold were in the following ratio: orange, grey, pink. 5:2:3. A. How many pots of orange paint were sold last month? B. If orange paint cost £5.50 to buy and it sold for £11.27, how much profit was made on orange paint last month? ओके यो चाहिँ हामीलाई के भन्छ रेशियोबाट सोधेको छ जस्तै एउटा पेन्ट शपले चाहिँ भनेको एउटा कलर शपले चाहिँ धेरै बिक्री भएको कलर चाहिँ कुन रहेछ भनेर एउटा सर्वे टाइपको एउटा के भन्छ त हेरेको रहेछ त्यसमा चाहिँ के रहेछ भने लास्ट मन्थ 390 पट सोल्ड भएछ इन टोटल ओरेन्ज ग्रे पिङ्क चाहिँ 5:2:3 को रेशियोमा जम्मा 390 बिक्री भएछ हाउ मेनी पट्स अफ ओरेन्ज पेन्ट वाज सोल्ड लास्ट मन्थ ओरेन्ज ग्रे पिङ्क भनेको चाहिँ ओरेन्ज ग्रे अनि के छ त पिङ्क यिनीहरू चाहिँ कतिमा गएछ भन्दा 5x 2x 3x हुन्छ भनेपछि इन टोटल कति गयो त यिनीहरू इन टोटल चाहिँ कति भयो भन्दा 10x यो भनेको त टोटल पट्स अफ पेन्ट हो यति गएछ भने अब यो हामीले टोटल चाहिँ कति देख्छ भन्दा 390 भनेको 10x इक्वल्स टु 390 हो भनेपछि x भनेको कति आयो भन्दा हाम्रो 390 डिभाइड बाइ 10 भनेको कति आयो त 39 योबाट के थाहा भयो भन्दा ओरेन्ज चाहिँ कति रहेछ त 5:39 हो अनि ग्रे कति रहेछ त 2:39 अनि पिङ्क कति रहेछ त 3:39 हामीलाई के को सोधेछ भन्दा ओरेन्जको भनेपछि हामीलाई यो सोधेछ भनेको त 5 9 ज 45 क्यारी ओभर 4 5 3 ज 15 भनेको 195 टोटल ओरेन्ज पट चाहिँ कतिवटा गएछ भन्दा 195 भनेको यसको एन्सर चाहिँ कति आयो त 195 पट्स अब बीमा चाहिँ के भनेको छ भने ओरेन्ज पेन्ट चाहिँ यतिमा किनेर यतिमा बेच्यो भने ओरेन्ज पटमा चाहिँ कति प्रफिट भएको छ भनेको छ इच ओरेन्ज पटमा कति भएछ त इच ओरेन्ज पट्समा चाहिँ कति नभए भन्छ 11.27 मा बेच्यो कतिमा किनेर त 5.50 भनेको के त 5.50 घटाइदिनु 7.5
इच पटमा भएको प्रफिट यति आयो भनेपछि टोटल कति छ हाम्रो 195 वटा पट्स बिक्री भएको छ। एउटामा कति नाफा भएको छ भन्दा 1.577 भएको छ। यसलाई हामी मल्टिप्लाई गरेर 7 5 जा 35 क्यारी ओभर 3 9 7 जा 63 प्लस 3 भनेको 66 क्यारी ओभर 6 भनेको कति आयो त 13 भनेपछि 1365 आयो। अब 5 जा 5 5 जा 25 क्यारी ओभर 2 5 9 जा 45 47 क्यारी ओभर 4 भनेको 9 भनेपछि कति आयो त भन्दा अब यसलाई जोड्दा कति आयो त 5 1 15 क्यारी ओभर 1 2 10 11 डेसिमल पछि कतिवटा नम्बर दुईटा हुन्छ 1 2 भनेको कति आयो त 1125.15 पाउन्ड चाहिँ के आयो त हाम्रो प्रफिट आयो 1125.15 पाउन्ड। यो चाहिँ के भन्छ अब मैले लेख्दा भयो भने यो बक्सहरूलाई चाहिँ के भन्छ टच नगरिकन लेख्नु पर्यो। ओके ल अब हामी क्वेसन नम्बर 5 हेरौँ है त। वाट इज द मिन एन्ड द मिडियन अफ डाटा भनेर चाहिँ हामीलाई के भन्छ फ्राइडे यहाँ यसरी दिएको छ। निडेड राउन्ड योर एन्सर टु डेसिमल प्लेसेस। 2 डेसिमलमा हामीलाई के भन्छ त राउन्ड अफ गर पनि भनेको छ। फर्स्टमा हामी के हेरौँ त मिन भनेको के हो भन्दा समिसन यक्स बाई यन भनेको यो सबै जोडिदिने अनि के भन्छ 16 प्लस 10 प्लस 15 प्लस 27 प्लस 18 प्लस 20 प्लस 25 डिभाइडेड बाई कति छ त हाम्रो 1 2 3 4 5 6 7 डिभाइडेड बाई 7। अब 16 10 15 27 18 20 जोड्दा चाहिँ हाम्रो कति आउँछ भन्दाखेरि 131 आउँछ डिभाइड बाई 7 हैन। अब यसलाई 131 लाई हामीले कतिले डिभाइड गर्नु पर्यो त 7 ले डिभाइड गर्ने। 7 ले डिभाइड गर्दा कति आउँछ त हाम्रो भन्दा 18.714 आउँछ। त हामीलाई के भन्नुहुन्छ त राउन्ड योर एन्सर 2 डेसिमल भनेपछि हाम्रो एन्सर चाहिँ कति हुने त 18.71 हुने भयो। हाम्रो मिन चाहिँ कति आयो त 18.71 आयो। अब हामी के हेरौँ त अब यसलाई मिडियन निकाल्ने हेरौँ है त। मैले यसलाई के भन्छ इरेज गरेँ। ल मिडियन भनेको के त मिडियन भनेको n+1/2 आइटम भनेको n प्लस जुन पर्छ त्यही हो हैन त। आइटम भनेको के त n भनेको कति छ त 7 + 1 डिभाइडेड बाई 2 भनेको 8/2 भनेको कति आयो त 4 आयो। 4th आइटम आयो हैन त। 4th आइटम भनेको त अब यसलाई एसेन्डिङ अर्डरमा राख्ने। एसेन्डिङ अर्डरमा राख्दा जुनमा 4 नम्बरमा पर्छ त्यो नै हाम्रो के हो त एन्सर हो। सानोदेखि ठुलो मिलाउँदै राख्ने 10 15 16 अनि कति आयो त 18 20 25 27 एसेन्डिङ अर्डरमा भयो 1 2 3 4 5 6 7 भनेपछि कुनमा त 4th आइटम भनेको 1 2 3 4 भनेको हाम्रो मिडियन चाहिँ कति आयो त 18 आयो। बुझ्नु भएन हैन। n+1/2 आइटममा जुन पर्छ त्यो नै हाम्रो एसेन्डिङ अर्डरमा राख्दा त्यो नै हाम्रो के हो त मिडियन हो। ओके ल क्वेसन नम्बर 6 मा जाउँ। यो चाहिँ हाम्रो के भन्छ म्याप डिस्टेन्सबाट आएको छ स्केलबाट आएको छ। A farmer is using a 1:25,000 map to plan the route for moving their herd. If the journey is 1.60 km in real life, how far will this be on the map in centimeter? Give your answer to 1 decimal place. Okay. जस्तै हाम्रो यो के भन्छ एउटा म्याप स्केल हो हैन त। म्याप स्केल दिएको छ अनि के हुन्छ त हाम्रो एक्चुअल चाहिँ के छ त यति छ भने यसलाई सेन्टिमिटरमा म्यापमा चाहिँ कति हुन्छ नि सोध्या हो हैन त। नर्मल्ली हाम्रो यसमा चाहिँ हामीले तीनवटा कुरा चाहिँ ख्याल गर्नुपर्छ है। जस्तै के हुन्छ त एउटा के हुन्छ त म्याप स्केल हैन अनि के हुन्छ त एउटा एक्चुअल डिस्टेन्स अनि अर्को के छ म्याप डिस्टेन्स अनि के भन्छ त केबाट केमा लानु भनेको छ। जस्तै यहाँ के हुन्छ त अब हामीले किलोमिटर टु केमा लानु भनेको छ त है सेन्टिमिटरमा लानु भनेको छ हो कि न त। सेन्टिमिटरमा लानु भनिसकेपछि हामीले के गर्नु पर्यो भन्दा 1.6 किलोमिटरलाई चाहिँ हामीले के भन्छ त म्यापमा लैजाने छ त केमा त तर सेन्टिमिटरमा भनेपछि 1.6 लाई सबैभन्दा पहिला हामी केमा लगिदिउँ त सेन्टिमिटरमा लगिदिउँ। अनि यो जता आउँछ त्यसको अपोजिटमा के राख्दिने हामीले स्केल्स राख्दिने हो। स्केल राखेपछि के हुन्छ त हाम्रो एन्सर आउँछ। जस्तै अब कति आयो त भन्दा यो 3टा 0 र 3टा 0 काट्यो भनेको यो भनेको त 160 डिभाइडेड बाई 25 आयो। 160 डिभाइड बाई 25 भनेको अब कति हो त भन्दा डिभाइड गर्यो भने कति आउँछ त हाम्रो 6.4 आउँछ। यो चाहिँ केमा आउने हो त सेन्टिमिटर आउने भयो। अब के हुन्छ त गिभ यु एन्सर टु द 1 डेसिमल प्लेस भनेपछि के हुन्छ त हाम्रो एन्सर चाहिँ कति आयो त 6.4 सेन्टिमिटर। हाम्रो एन्सर के हो त यो भयो। हामीले एन्सर बक्समा यो लेखिदिने। ओके
ल अब हामी क्वेसन नम्बर 7 मा चाहिँ यो पनि हामीलाई के हुन्छ त मिन दिएको छ के भन्छ यो कन्टिन्युस सिरिजबाट दिएको छ हामीलाई क्यालकुलेट द एस्टिमेटेड अफ फर द मिन भनेको छ जस्तै अ कलेज आस्क्स 12 स्टुडेन्ट्स हाउ मेनी आवर्स अ डे दे स्पेन्ड अन अ कम्प्युटर जस्तै 0 देखि 2 आवर स्पेन्ड गर्ने कतिजना रहेछ त कम्प्युटरमा 4 जना रहेछ त्यही तरिकाले के भन्छ 9 आवरदेखि 10 आवर 11 आवरसम्म के भन्छ त टाइम बिताउने चाहिँ कम्प्युटरमा टाइम बिताउने 2 जना रहेछ क्यालकुलेट मिन पत्ता लगा भनेको छ हैन त हाउ मेनी आवर्स कम्प्युटर इच डे भनेको कति आवर्स चाहिँ के भन्छ त इच डेमा चाहिँ हैन प्रत्येक दिनमा चाहिँ के भन्छ कति टाइम स्पेन्ड गर्छ भने के हुन्छ त हामीले नियरेस्ट होल नम्बरमा भनेको छ भनेपछि अब हाम्रो नर्मल्ली हाम्रो जो के कन्टिन्युस सिरिजमा मिन भनेको के हुन्छ नि समिसन एफएम बाई एन हुन्छ अब एम भनेको के हो भन्दा यो र यसको के हुन्छ त मिड भ्यालु भनेको 0 + 2 डिभाइडेड बाई 2 भनेको कति आयो त 1 आयो 8/2 भनेको कति आउने भयो त 4 आउने भयो अनि 6 + 8 भनेको कति हो त 10 डिभाइडेड बाई 2 भनेको कति आयो त 7 आयो 9 + 11 भनेको 20 डिभाइडेड बाई 2 भनेको 10 आयो अब यो के हुन्छ त एफएम भनेको के त इन्टु 4 इन्टु 3 इन्टु 3 इन्टु 2 भनेको कति आयो त 4 + 12 इक्वल्स टु 21 इक्वल्स टु 20 अब यो पुरैलाई जोड्दा कति आयो भन्दा 40 50 57 आयो हैन त जोड्दाखेरि यो 40 भयो यसले 50 यो पछाडिको जोड्दा कति आयो त हाम्रो 7 आयो भनेको 57 अब 57 अब मिन भनेको के त समिसन एफएम भनेको 57 डिभाइड बाई 2 एन भनेको के त यो सबै जोडिदिने भनेको कति आउँछ त 12 अलरेडी हामीले यहाँ के भन्छ 12 स्टुडेन्ट नै भनिसक्यो भनेपछि 12 अब 57 डिभाइडेड बाई 12 भनेको कति हो त अब डिभाइड गर्दाखेरि के हुन्छ भने यसलाई कतिले 3 ले काट्छ अब यो कतिले काट्छ भन्ने कुराहरू पनि के हुन्छ त म पछि भाइहरूलाई भन्छु है अब यसले चाहिँ भन्छ 3 ठ्याक्कै हेर्दा थाहा पाइन्छ 3 4 जा 3 1 जा 3 27 3 9 जा 27 अब 19 भनेपछि प्राइम नम्बर भयो भनेपछि 19 डिभाइडेड बाई 4 भनेको कति हो त 4.75 हो तर हामीलाई के भन्छ राउन्ड योर एन्सर टु द नियरेस्ट होल नम्बर भनेको छ राउन्ड गर्नु भनेको छ भनेपछि कति आयो त हाम्रो यो यसलाई राउन्ड अप गर्दाखेरि 5 आवर्स आयो भनेपछि हाम्रो एन्सर चाहिँ कति आयो त 5 आवर आयो भनेको इच एभ्री डे चाहिँ के हुँदो कम्प्युटरमा बस्ने चाहिँ कति घन्टा बस्दो रहेछ त 5 आवर एभरेजमा चाहिँ 5 आवर बस्ने रहेछ कम्प्युटरमा 12 जना स्टुडेन्टमा गरेको एउटा सर्वेमा ओके ल अब क्वेसन नम्बर 8 हेरौँ अ ट्रेकिङ कम्पनी चार्ज अ बेस फी अफ Rs900 फर इच ट्रेक प्लस Rs20.67 पर इच 10 द्याट इज हाउ मच वुड इट कस्ट योगेश टु गो ट्रेकिङ इफ ही हायर्स 8 टेन्स विथ हिज फ्रेन्ड्स ओके एउटा ट्रेकिङ कम्पनीले चाहिँ बेसिक फी कति लिँदो रहेछ भने प्रत्येक ट्रेकको 900 लिँदो रहेछ प्लस त्यसमा चाहिँ हामी जतिवटा टेन्ट हायर गर्छौँ इच टेन्टको चाहिँ प्लस कति चार्ज लिँदो रहेछ भन्दा 20.67 लिँदो रहेछ त्यसपछि चाहिँ इच टेन्टको 20.67 लिँदो रहेछ 8वटा टेन्ट हाइड गरेर योगेश चाहिँ कहाँ गएछ ट्रेकिङ गएछ विथ हिज फ्रेन्ड योगेशले टोटल कति तिर्यो भनेको छैन त नर्मली हाम्रो के हुन्छ भने टोटल कस्ट चाहिँ भनेको चाहिँ के हुन्छ त बुक गरेको अथवा बेसिक चार्ज अथवा के हुन्छ त्यसलाई बेस चार्ज प्लस के हुन्छ त टेन्टको के हुन्छ त चार्ज CHARG बेसिक कति छ त भन्दाखेरि 900 छ प्लस टेन्ट इच टेन्टको कति छ भने 20.67 छ भने कतिवटा टेन्ट हायर गराएको छ भन्दा 8वटा एउटाको 20.67 पर्छ 8वटाको यति पर्ने भयो भने अब यो र यो मल्टिप्लाई गरिदिनु 8 7 जा 56 क्यारी ओभर 5 8 6 जा 48 प्लस 5 भनेको 53 क्यारी ओभर 5 8005 16 भने डेसिमल पछि कति 165.36 चाहिँ के आयो त हाम्रो 8वटा टेन्टको चार्ज आयो भनेपछि हामीसँग अलरेडी कति छ त 900 चाहिँ हाम्रो बेस हो भनेपछि कति आयो त हाम्रो बेसिक चार्ज हो भनेको बेस फी हो भनेको 900 जोडिदिने गर्दा कति आयो त 365610 भनेको RS हामीसँग कति आयो त 1065.36 यसमा के लेख्नु पर्यो त हाम्रो RS 1065.36 यो चाहिँ हाम्रो के हो त एन्सर भयो क्वेसन नम्बर 9 लाई हेरौँ यो चाहिँ हामीलाई प्रोबेबिलिटीको डाटाबाट छ अ ग्रुप अफ इन्डिभिजुअल आर कलेक्टिङ इन्फर्मेसन अन फेभरेट सब्जेक्ट यहाँ टेबल हेर्न सक्नुहुन्छ वाट इज द प्रोबेबिलिटी द्याट समवन हुज फेभरेट सब्जेक्ट इज म्याथ इज इन क्लास ए अब हामीले यहाँ डाटा दिएको छ जस्तै क्लास एमा हिस्ट्री पढ्ने 96 क्लास बीमा हिस्ट्री पढ्ने
120 त्यही तरिकाले के हुन्छ त अब क्लास एमा फिजिक्स पढ्ने 290, क्लास बीमा फिजिक्स पढ्ने 396 यो तरिकाले दिएको यो टेबलको उयो चाहिँ। जस्तो हामीलाई चाहिँ के सोधाछ भने जसको फेभरेट सब्जेक्ट म्याथ हो इन क्लास एमा चाहिँ कति छ त प्रोबेबिलिटी भने जस्तो यसमा चाहिँ हामीले अब के चाहियो भने सर्टली हेर्दाखेरि जस्तो हामीलाई म्याथको के भन्छ त म्याथ सब्जेक्टको हामीलाई टोटल चाहियो प्रोबेबिलिटी अफ म्याथ इन क्लास ए भनेको छ भनेपछि हामीलाई के चाहियो त म्याथ पढ्ने कतिजना छ त भन्दा हाम्रो 364 + 196 यो भनेको कति आयो भन्दा हाम्रो 096560 आयो टोटल। अनि के हुन्छ त अब क्लास एमा म्याथ पढ्ने चाहिँ कतिजना छ त म्याथ पढ्ने भन्दाखेरि क्लास एमा म्याथ पढ्ने 364 जना छ हैन त। म्याथ टोटल हाम्रो यति छ हैन त, यो चाहिँ टोटल भयो हाम्रो। अनि यो चाहिँ के भन्छ त क्लास ए को म्याथ हो भनेपछि हामीलाई के भन्छ त प्रोबेबिलिटी अफ म्याथ इन ए चाहिँ के हुने हो त भन्दा 364 / 560 भनेको छ। अब हामीलाई के भन्छ त गिभ योर एन्सर एज अ पर्सेन्टेज भनेपछि हामीले के गर्नु त इन्टु 100 गरिदिनु पऱ्यो भनेपछि यो र यो क्यान्सल आउट भयो। अब यसलाई हामीले क्यालकुलेट गर्दाखेरि कति आउँछ भन्दाखेरि 65% आउँछ। यो चाहिँ हाम्रो के भयो त रिक्वायर्ड एन्सर भयो 65% भइहाल्यो। चाहिँ के हुन्छ त अब यो यसलाई इन्टु भनेको यो के भन्छ मल्टिप्लाई गर्दा यो हुन्छ अनि के भन्छ काटिन्छ अनि के भन्छ 3640लाई चाहिँ 5640 ले डिभाइड गर्दाखेरि ठ्याक्कै कति आउँछ त हाम्रो 65% आउँछ। क्वेसन नम्बर 10 हेर्छौँ। A group of individuals compares how far away their school is from their house. 3.13 km, 1 km, 2417 meters, 1354 km, 385.177 meter. What is the total distance in kilometer? Give your answer to 3 decimal places. अब यहाँ चाहिँ के भन्छ भने 5 जना स्टुडेन्टको हाउसदेखि तिनीहरूको घरदेखि स्कुलसम्मको डिस्टेन्सलाई के गरेछ यहाँ कम्पेयर गरेछ भने फर्स्ट थर्ड स्टुडेन्टको 2417 मिटर रहेछ, फोर्थको यति छ अनि फिफ्थको यति छ। वाट इज द टोटल डिस्टेन्स इन किलोमिटरमा भनेको छ। अब किलोमिटरमा भनेको चाहिँ हामीले के गर्नु त सबैलाई के सबैभन्दा फर्स्ट के गर्नुपर्छ कन्भर्ट गर्नु पऱ्यो किलोमिटरमा। जस्तै मिटर छ भने किलोमिटरमा लानु पऱ्यो। जस्तै हामीले कुन चेन्ज गर्नु पऱ्यो भन्दा यो चेन्ज गर्नु पऱ्यो, यो चेन्ज गर्नु पऱ्यो, यो चेन्ज गर्नु। यो चाहिँ किलोमिटरमै छ र नि किन चेन्ज गर्नु पऱ्यो भन्दा यो चाहिँ फ्र्याक्सनमा छ। फ्र्याक्सन र पोइन्टहरू जोड्न गाह्रो हुन्छ, त्यही भएर फ्र्याक्सनलाई चाहिँ हामीले केमा लानु त पोइन्टमा लानु पऱ्यो। भनेको अब हामीले फर्स्ट यसलाई यो दुइटालाई हामीले के चेन्ज गर्नु पऱ्यो जस्तै अब थर्ड स्टुडेन्टको 2417 मिटर छ। अब यसलाई किलोमिटरमा लानु चाहिँ के गर्नु पऱ्यो त डिभाइड बाई 1000 गर्नु पऱ्यो। यो भनेको 2.417 किलोमिटर हो। यो भनेको कति रहेछ त 2.417 किलोमिटर रहेछ। हामीले किलोमिटरमा लाँदैछौँ। त्यही तरिकाले सेकेन्डको हेरौँ। सेकेन्ड भनेको कति छ भन्दा 1354 किलोमिटर छ। यो किलोमिटरमै छ तर यसलाई चाहिँ हामीले केमा लानु पऱ्यो त पोइन्टमा लानु पऱ्यो। 4 1 जा 4 7/4 गरे नि भयो। 4 1 जा 4 + 3 7 डिभाइडेड बाई 4 यो भनेको कति आयो त 1.75 किलोमिटर आउँछ। अथवा यसरी नगरिकन यसलाई मात्रै गरे नि हुन्छ। जस्तै 3/4 भनेको कति हो त 0.75 हो। अनि यहाँ जति छ त्यो चाहिँ के हुन्छ त 1 हुन्छ। 1.75 हुन्छ भनेको यो भनेको नि कति रहेछ त 1.75 किलोमिटर रहेछ। अब लास्टको हामीले के गर्नु पऱ्यो त लास्टको हेर्नु पऱ्यो। लास्टमा चाहिँ के छ त त्यो मिटरमा छ होइन त 385.177 मिटर छ भनेपछि यसलाई डिभाइड बाई 1000 गरेपछि केमा गयो त किलोमिटरमा गयो भनेको 0.385.177 किलोमिटर हुने रहेछ मिटरमा छ होइन त। भनेपछि अब हामीले के गर्नु पर्छ टोटल भनेपछि हामीले यो सबै जोडिदिनु पऱ्यो। 3.14 मा यो जोड्दाखेरि चाहिँ डाइरेक्ट के हो त 4.13 यो त सजिलै छैन दुईटा जोड्नु 2.417 हो। यसलाई जोड्दै कति आयो त भन्दा 7456 आयो। अब यसमा कुन जोड्नु पऱ्यो हामीले 1.75 जोड्दा कति आयो त 7928 आयो होइन त। अब यसमा कति जोड्नु पर्यो त हामीले 0.385177 जोड्नु पऱ्यो। भने के त 1772868.6। अब हामीलाई के भनेको छ त भन्दा गिभ योर एन्सर टु द 3 डेसिमल प्लेसेस भनेपछि 3 डेसिमल प्लेसेस भनेको के हो त हामीले यहाँसम्म हेर्नु पऱ्यो भनेको कति रहेछ त 8.682 किलोमिटर चाहिँ के रहेछ त हाम्रो
टोटल रहेछ 5 जना स्टुडेन्टको चाहिँ के हुन्छ त घरदेखि स्कुलसम्मको डिस्टेन्स 5 जनाको जोड्दाखेरि चाहिँ के हुँदो रहेछ त यति आउँदो रहेछ भनेपछि अब हामीले एन्सर बक्समा के लेख्ने बेला भयो त एन्सर बक्समा चाहिँ 8.682 किलोमिटर हामीले यसमा डेसिमल पछि किन 3टा नम्बर लेख्यौँ भन्दा यहाँ हामीले 3टा नम्बरै लेख्नु छ हाम्रो एन्सर आएको छ 6 वटा तर हामीले 3टा मात्रै किन लेख्यौँ भन्दा हामीलाई इन्स्ट्रक्सनमा यो भनेको छ त्यही भएर हामीले चाहिँ 2टा मात्रै लेख्यौँ ओके अब हामी क्वेसन नम्बर 11 हेर्दैछौँ ट्राभलिङ एट 50 माइल्स पर आवर इट टेक्स योगेश 1 hour 42 minutes टु गेट टु हिज फ्रेन्ड्स हाउस हाउ फार डिड योगेश ट्राभल भनेको योगेश चाहिँ उसको साथीको घर जानु खोजिरहेको रहेछ उसको स्पिड चाहिँ कति छ भन्दा 50 माइल्स पर आवर छ 50 माइल्स पर आवरको रेटमा योगेश उसको साथीको घरमा जाँदाखेरि चाहिँ घर पुग्न चाहिँ कति लागेको छ 1 hour 42 minutes लागेछ भने योगेशले ट्राभल कति गर्यो भने चाहिँ यसको मतलब योगेश र उसको साथीको घरको डिस्टेन्स कति हो भनेको छ हैन त नर्मल उसले ट्राभल गरेको डिस्टेन्स चाहिँ कति हो भनेको छ d इक्वल टु के हो त s इन्टु t हो हामीलाई स्पिड दिएको छ टाइम पनि दिएको छ तर यहाँ जहिले चाहिँ के छ भने टाइमको फर्मेट चाहिँ दुईटामा छ एउटा आवरमा छ एउटा मिनेटमा छ यो चाहिँ हामीले क्याल्कुलेट गर्ने बेला जहिले नि के हुनुपर्छ भने युनिट चाहिँ एउटै हुनुपर्छ जस्तै यो त टाइमको हैन त टाइमको युनिट चाहिँ एउटा आवर भयो एउटा मिनेट भयो यहाँ हामीसँग अलरेडी आवर छ भने हामीले यो मिनेटलाई केमा लानु पर्छ त हामीले आवरमा कन्भर्ट गर्नुपर्छ 1 hour 42 minutes 42 डिभाइडेड बाइ 60 हो 42/60 गर्दाखेरि चाहिँ हाम्रो केमा जान्छ भन्दा मिनेट चाहिँ आवरमा जान्छ त्यो भनेको कति आउँछ भन्दा 0.7 आउने र भयो हैन त 0.7 भनेको उसलाई कति लाग्दो रहेछ 1.7 के हुन्छ आवर लाग्दो रहेछ भनेको 1 hour 42 minutes भनेको 1.7 आवर रहेछ भनेको हैन त यो भनेको चाहिँ 1.7 आवर रहेछ अब यो यति भएपछि हामीले के भयो त हाम्रो युनिट के भयो त टाइमको युनिट नि के भयो त सेमै भयो भनेको के हुन्छ त यहाँ पनि आवर छ यहाँ अलरेडी आवर छ यहाँ पनि के आयो त हामीले आवर बनायौँ भनेपछि अब d भनेको के हो त s भनेको कति आयो हाम्रो 50 इन्टु टाइम भनेको 1.7 हैन त अब यो मल्टिप्लाई गर्दा कति आयो त 5 7 35 क्यारी ओभर 3 भनेको 85.0 आयो यो भनेको के भयो भन्दा अब हाम्रो 85 माइल्स भयो अब यो माइल्स चाहिँ कसरी भयो भन्दा हामीले यहाँ माइल्स दिएको छ इफ यहाँ किलोमिटर भएको भए यहाँ हाम्रो किलोमिटर क्वेसनमा जे छ माइल्स छ नि माइल्स किलोमिटर छ नि किलोमिटरै हुन्छ भने त्यसको एन्सर चाहिँ कति आयो भन्दा हाम्रो 85 माइल आउने भयो ओके ल अब हामी क्वेसन नम्बर 12 हेरौँ बिलहाना इज पार्ट अफ अ टिम पेन्टिङ अ वाल that is 49 meter high and 88 meter wide. Each pot of paint covers 52 meters of wall. How many pots of paint does she need to paint the full wall? बिलहाना भनेको चाहिँ एउटा के भन्छ त पेन्टिङ टिमको के रहेछ त उ एउटा मेम्बर हो अनि उनीहरूले चाहिँ के गर्न लागेको छ त यति डाइमेन्सन भएको वालमा के गर्नु छ पेन्ट गर्न खोजिरहेछ एउटा बट्टाले चाहिँ कति पेन्ट हुन्छ भन्दाखेरि यति हुन्छ 55 मिटर्स अफ वाल चाहिँ के हुन्छ त हाम्रो पेन्टिङ हुन्छ टोटल वाल हामीले के भन्छ त वालको एरिया निकाल्नु पर्यो भनेको हामीले टोटल एरिया पेन्ट गर्ने चाहिँ के हो भन्दा वाल हो हैन त कतिमा गर्नु पर्यो भन्दाखेरि के भन्छ त 49 मिटर इन्टु 88 मिटरमा हामीले पेन्ट गर्नु पर्यो अब यसलाई चाहिँ हामीले क्याल्कुलेट गर्दाखेरि कति आउँछ भन्दा 4312 मिटर स्क्वायर आउँछ हामी यतिमा पेन्ट गर्नु पर्यो अब यतिमा पेन्ट गर्नको लागि चाहिँ कतिवटा के हुन्छ त पर्ट्स अफ पेन्ट चाहिन्छ भने यसलाई हामीले के हुन्छ त अब युनिटरी मेथडबाट गरे नि भयो अथवा अर्को तर फर्स्टमा युनिटरी मेथडबाट गरौँ है जस्तै यसले चाहिँ के भनेको छ भने एउटा पटले कति हुन्छ भन्दाखेरि 55 मिटर स्क्वायर पेन्ट हुन्छ भने 4312 मिटर स्क्वायरमा कतिवटा पट चाहिन्छ त यक्स पट चाहिन्छ नर्मली यही भने हो हैन त खासमा अथवा हामीले डाइरेक्ट के हुन्छ त अब यो टोटललाई के हुन्छ त इचकोले डिभाइड गरे नि नम्बर अफ आउँछ हैन नम्बर अफ पट आउँछ भनेको कति एरियामा गर्ने हो त्योलाई टोटल मानिदिने अनि इच पटले भनेको इच एउटा के भन्छ बकेट पट जे भनौँ त्यसले चाहिँ कति गर्छ भन्दाखेरि टोटल डिभाइडेड बाइ नम्बर अफ पट गर्दाखेरि नै आउँछ योबाट नै के हुन्छ त आउने त्यही नै हो भनेको 4312 डिभाइड बाइ 55 हो यो गर्दाखेरि चाहिँ अब कति आउँछ भन्दा हाम्रो 78.4 आउँदो रहेछ यो त पर्ट्स हो हैन त अब पर्ट्स पनि पोइन्टमा हुन्छ त हुन्न नि त भनेको के हुन्छ त भनेपछि कति आयो त यो 79 पर्ट्स हाम्रो एन्सर चाहिँ कति आयो त भन्दा 79 पर्ट्स चाहिँ हाम्रो के हो त रिक्वायर्ड एन्सर हो यसरी गर्नु पर्यो ओके अब हामी क्वेसन नम्बर 13 हेर्छौँ यो चाहिँ हाम्रो के हुन्छ त लास्ट क्वेसन हो योगेश इज बाइङ अ कार्पेट यो फिगरमा छ हामीले हेर्छौँ हैन व्हाट इज द पेरिमिटर अफ द कार्पेट युज पाई इक्वल्स टु 3.14 नोट गिभ योर एन्सर टु 2 डेसिमल
प्लेसेस। पेरिमिटर भनेको नर्मल्ली के हो भन्दा बोर्डरमा भएको लाइनहरूको सम हो। यो प्लस यो प्लस यो प्लस यो कर्भ यति जोड्यो भने के हुन्छ त हाम्रो पेरिमिटर आउँछ। भनेको इफ यो 14 छ भने यो नि के हो त 14 हो। यो चाहिँ के हो त हाम्रो सेमी सर्कल हो। सर्कलको चाहिँ के हुन्छ भन्दा सर्कम्फरेन्स 2πr हुन्छ। भनेपछि अब यो चाहिँ के हुन्छ त हामीले सेमी भएपछि के हुने भयो त πr हुने भयो। 3.14 इन्टु r भनेको कति छ त हाम्रो है 5 छ। यो भनेको कति आयो त 15.7 आयो। यो चाहिँ के हो त हाम्रो मिटर हो। भनेपछि अब यतिको 15.7 आयो भने अब यो प्लस यो प्लस यो प्लस गर्नेको कति त अब चाहिँ 14 प्लस 10 प्लस 14 इक्वल्स टु 38 हो। भनेको अब टोटल पेरिमिटर चाहिँ के हुने भयो हाम्रो यो प्लस यो हुने भयो। भनेको कति आयो त 38 प्लस 15.7 आउने भयो। भनेको कति आयो त 0.7 8 5 13 को 3 क्यारी ओभर 1 3 4 यसले कति भन्दा 5 भयो 53.7 आयो। तर हामीलाई के भन्न छ भन्दा गिभ योर एन्सर टु 2 डेसिमल प्लेसेस भनेको 2 डेसिमलमा लेख भनेपछि हामीले के लेख्नु पर्यो भन्दा एन्सर चाहिँ हाम्रो 53.7 हाम्रो 7 मात्र आएको थियो नि त। तर हामीले के भन्छ 2 डेसिमल लेख भनेपछि 0 पनि लेख्नु पर्यो। भनेको त्यो भनेको डेसिमल पछि दुईटा नम्बर लेख भन्यो। अनि यो हाम्रो के छ मिटर छ भने मिटर हाम्रो एन्सर चाहिँ कति आयो त 53.70 मिटर। ओके भाइहरू, बिजेनले हालेको स्याम्पल क्वेसन ब्रिटिस आर्मीको फर्स्ट स्याम्पल क्वेसन चाहिँ यहीँ सकिया छ। त्यसको सोल्युसनहरू भाइहरूले के कति बुझ्यो बुझेन भने कमेन्ट गर्न सक्नुहुन्छ अथवा मेरो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। आउँदा दिनहरूमा नै म ब्रिटिस आर्मी र सिङ्गापुरको म्याथ क्वेसन्सहरू यसरी नै सल्भ गरेर हाल्नेछु। त्यसको लागि चाहिँ भाइहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला।